अध्यक्षज्यू, व्यवस्थापन समितिका सदस्यज्यूहरू, कन्काई माध्यमिक विद्यालयका शिक्षक सहकर्मी साथीहरू, कर्मचारी साथीहरू तथा विद्यार्थी भाइ बहिनीलाई अघि सदस्यले भनिसक्नुभयो। यहाँहरू हामी सबैलाई चाहिँ अवगत भइसक्यो। हाम्रो विद्यालय परिवारभित्रको एकजना होनहार सदस्यलाई आजदेखि हामीले गुमाएका छौँ। उहाँ अब भोलिबाट आजैबाट हामीसँग साथमा हुनुहुन्न। त्यसैले गर्दा उहाँलाई आज हामी अन्त्येष्टिका लागि यहाँ जति जम्मा भएका छौँ हामी जान्छौँ। कल्पना कटुवाल, जो हामी यो कन्काई माध्यमिक विद्यालयको तिनीहरू जस्तै विद्यार्थी हो। 2046 सालमा यही कन्काई माध्यमिक विद्यालयबाट उहाँले एसएलसी पास गर्नुभएको हो। त्यस पछाडि 2052 सालबाट 2054 सालमा उहाँ चाहिँ दीपज्योति आधारभूत विद्यालय कटेलटार, जहाँ त्यहाँको अहिले पनि कतिपय भाइ बहिनीहरू यहाँ आएका छौँ जसलाई धेरैलाई थाहा छ दीपज्योति स्कुल भन्ने। दीपज्योति आबी कटेलटारमा उहाँले 54 सालबाट 58 सालसम्म त्यहाँ चाहिँ शिक्षक भएर काम गर्नुभयो। त्यस पछाडि उहाँको सरुवा बिन्ती विनायक आबी पलासेमा भयो र बिन्ती विनायकबाट आउने भाइ बहिनीहरू पनि यहाँ कतिजना छ। बिन्ती विनायकमा पनि उहाँले पलासेमा गएर पनि 4 वर्ष पढाउनु भयो। त्यस पछाडि 2062 सालबाट उहाँ यहाँ कन्काई माविमा यहाँ सरुवा भएर आएर निरन्तर 2062 सालदेखि हिजो अस्तिको दिनसम्म शुक्रबारसम्म हाम्रो औपचारिक रूपले चाहिँ यहाँ उहाँ शिक्षक हुनुहुन्थ्यो। त्यसैले गर्दा कल्पना गुरुमाका धेरै यहाँ विद्यार्थी भाइ बहिनीहरू, आफूले पढाएका विद्यार्थी भाइ बहिनीहरू पनि हुनुहुन्छ। उहाँसँगै काम गर्ने सहकर्मी शिक्षक साथीहरू पनि हुनुहुन्छ। उहाँहरूका अभिभावकहरू पनि हुनुहुन्छ। सबैका लागि हाम्रो यो चाहिँ दुःखको शोकको घडी बनेको छ। यसमा हामी सबै चिन्तित छौँ। त्यसैले गर्दा हामी के कुरालाई पनि हामी यो शोकाकुल अवस्थामा पनि हामी के सम्झिनु पनि पर्ने जरुरी छ भने अब हाम्रो परिवारबाट हामीले एकजना हाम्रो सदस्य गुमायौँ। तैपनि एउटा यो प्रकृतिको नियम हो। यो कोही न कोही अघि पछि जान्छ। हाम्रो स्वर्गीय कल्पना कटुवाल, उहाँ विगत केही समयदेखि मलाई चाहिँ क्यान्सर रोग लागेको थियो। त्यो कारणले गर्दा उहाँ उपचारमा हुनुहुन्थ्यो। उपचारकै क्रममा उहाँको चाहिँ हिजो मात्रै मृत्यु भयो। र अब यस दुःखद घडीमा हामीले अघि सरले भने जस्तै अलिकति उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 1 मिनट मौन धारण गर्छौँ। त्यस पछाडि हामी कार्यक्रममा सबैजना सहभागी हुन्छौँ है त। 76 सालमा यस विद्यालयमा पठन पाठन गराइरहँदा उहाँ स्थायी हुनुभएको थियो। अहिले लगभग स्थायी भएको 6 वर्ष पुरा भएको छ र 6 वर्षको दौरानमा उहाँको जम्मा सेवा अवधि 26 वर्ष रहेको छ। 26 वर्षसम्म उहाँले विद्यालयमा रहँदा विद्यार्थी भाइ बहिनीहरू, शिक्षक साथीहरू, अभिभावकज्यूहरूमा जुन गुण लगाउनु भएको छ, जुन उहाँले शब्दहरू, उहाँको व्यवहार आचरण जुन देखाउनु भएको छ, त्यसलाई हामी स्मरण गर्दै उहाँको मृत आत्माले शान्ति पाओस्, वैकुण्ठमा बास होस् भन्ने कामनाका साथ हामी उहाँको सम्झनामा 1 मिनट मौन धारण गर्छौँ।